नमस्ते सबैजनालाई। आज पनि मेरो भान्सामा के पाक्दैछ त्यो देखाउँछु। हेरेर साथ दिनु होला। प्याज रेडी गरेको छु, सोयाबिन, आलु चाहिँ बोक्रा नतासिकन सिनेको चना खेरो। एकदम सिम्पल र टेस्टी तरकारी पाक्दैछ आज चाहिँ कुकरा पकाउँदैछु म। यो जति पुरानो कुकर त्यति स्वाद। यो चाहिँ पुरानो कुकर हो मेरो। मेथी यतिको भएपछि सुकेको खोर्सानी राख्थे। प्याज राख्छु म। प्याज यतिको भयो, यतिकोमा म सोयाबिन राख्छु। सोयाबिन हल्का फ्राई गर्छु। अब हाल्छु म आलु। मसलाहरू हालेर टमाटर राखेर यति पानी राख्थे। अब चट्ट यसलाई 3-4 सिटी जति लगाउँछु अनि त्यसपछि फेरि देखाउँछु तपाईलाई। तरकारी रेडी भयो। अब यतिको भयो। हेर्नलाई सिम्पल छ तर मिठो छ। तरकारी रेडी भयो। अब खानासँग खान्छु ल। यस्तै भिडियोहरूको लागि माया र साथ दिइरहनु होला। मेरो भिडियो मन परे लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, मेरो फेसबुक पेजलाई फलो गरिदिनु होला ताकि अरू भिडियो हाल्नलाई मलाई प्रेरणा मिलोस्। जस्तो जानेको छु त्यस्तै हालेको छु। अहिलेसम्म चाहिँ गर्दै जाँदा सिकिने हो। त्यति धेरै राम्रो क्वालिटीको भिडियो खिच्न त आउँदैन मलाई। यतिको भिडियो छ तर तपाईहरुले मलाई माया चाहिँ साथ दिइरहनु भएको छ। यस्तै माया र साथ दिइरहनु होला। धन्यवाद। बाई बाई।